हेलो हेलो वेलकम टु ब्याक न्यू मेरो भिडियोमा चाहिँ फेसबुक तथा टिकटक युट्युबमा हेरेर बस्नुहुने तमाम श्रोताहरूलाई स्वागत छ र म पनि सन्चै छु। हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। र म आज चाहिँ टक्क लाएर यतातिर यहाँ बाख्रा गोठालो आइरहेको छ होइन, बाख्रा चर्दैछ यतातिर। यहाँनिर एउटा यता छ भने यता तलतिर पनि चर्दैछ। अनि यो चाहिँ हाम्रो गोठ है। यो हाम्रोतिर चाहिँ बस्तु यसरी राख्ने चलन चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ गोठमा गोठ लगाएर थाप्रो बनाएर भित्र बेलुका भित्र सारिन्छ। अनि बिहान चाहिँ घाम आइसकेपछि त्यसलाई तिनीहरूलाई चाहिँ हामीले बिहान चाहिँ घाममा सार्ने गर्छौँ। यहाँ यसरी अहिले राखिरहेका छौँ। अनि यिनीहरू चाहिँ यो घोर्ली, यसको नाम चाहिँ घोर्ली है। घोर्लो भएकोले घोर्ली यो चर्दैछ। यसले एउटा जन्माएको छ के अरे सानो बच्चा त्यहाँ चर्दैछ। यहाँ बाख्रा चाहिँ जम्मा धेरै छैन, उता छ दुईटा बोका।